म आजको दिनमा एउटा कुरा भन्ने छु, हामी हेर्नेछौँ इजरायलीहरू जब परमेश्वरले इजरायलीहरूलाई चुनेको थियो तब तिनीहरूको जीवनमा के भएको थाहा छ? परमेश्वरले एउटा आज्ञा दिनुभएको थियो, तिमीहरूले मूर्ति पूजा नगर्नु, अन्य जाति बिहा नगर्नु, अनि तिमीहरूको बीचमा चाहिँ त्यस कुराहरूलाई नलिएर आउनु जो कुराहरू मैले भनेको थिएँ। जब तिनीहरूले इजरायलीहरूले यो कुराहरूलाई मानेन, जब हामीले हेर्दछौँ इजरायलीहरूले जब यो कुराहरूलाई मानेन, जब बाइबलमा पहिलो राजामा हामीले हेर्दछौँ तिनीहरूले के गरिरहेको थियो? मूर्ति पूजाहरू गरिरहेको थियो। त्यहाँ जब तिनीहरूले मूर्ति पूजा गरिरहेको थियो हामीले हेर्दछौँ त्यो मूर्ति पूजा के थियो? त्यहाँ हामीले हेर्दछौँ इजबेल है, राजा आहाबले जब इजबेललाई बिहा गरेको थियो सबभन्दा पहिलो आज्ञा उसले कहाँ भङ्ग गरेको छ? उसले अन्य जाति बिहा गरेको छ। मेरो नानीहरू, आजको दिनमा म भन्न चाहन्छु, अन्य जातिहरू बिहा गर्ने मनुष्य, परमेश्वरको लोकदेखि अन्य जातिहरूलाई बिहा गर्ने मनुष्य, उसको घरको मानिसले सपोर्ट गर्ने व्यक्तिले पनि परमेश्वरको नाममा आज म भन्न चाहन्छु उसको नानीहरूलाई बिगारिरहेको छ। बाइबलले भन्दछ अन्य जातिहरूमा हाम्रो सङ्गति छैन। जब हामीले कुरिन्थीको 6 अध्यायमा पढ्दछौँ त्यहाँ लेखिएको छ अन्धकार अनि ज्योतिको केही सम्बन्ध हुँदैन, मूर्तिहरूको परमेश्वरसँगको केही सम्बन्ध हुँदैन। हामी हेर्दछौँ जब राजा आहाबले जब अन्य जाति बिहा गरेको छ, हामी हेर्दछौँ त्यहाँ बालको पूजा गर्न सुरु भएको छ। जब त्यहाँ बालको पूजा गर्नु, बालको पूजाको मतलब के हो? पानीको देवता है। त्यहाँ जब तिनीहरूले त्यो पूजा गर्नुलाई त्यो उसको एउटा मन्दिर बनाएको छ, त्यहाँ भनेको छ उसलाई बलि गर्नुलाई तिनीहरूले बछडाहरू लिएर आएको छ, मन्दिरहरू बनाएको छ। जब त्यो कुराहरू त्यहाँ भएको छ हामी हेर्दछौँ एकजना व्यक्तिलाई परमेश्वरले बोलाउनु भएको छ। त्यो व्यक्ति को त्यो व्यक्ति जसको हामीले अहिले धेरै प्रचारहरू सुनिरहेको छौँ? एलिया को व्यक्ति थाहा छ? ऊ परदेशी थियो, उसको आफ्नो घरको ठेगाना पनि थिएन। यहाँ ऊ एलियाको कोही अगाडि उसको के भएको त्यो केही कहानीहरू छैन। यहाँ हामी हेर्दछौँ एलियालाई परमेश्वरले बोलाउनु भएको छ, एलियालाई बोलावट भएको छ। एलियालाई बोलावट किन भएको थाहा छ? म आजको दिनमा हजुरलाई बताउन चाहनुहुन्छ, जब परमेश्वरले कसैलाई बोलाउँदछ, कसैलाई परमेश्वरले जब चुन्दछ उसको जीवनमा चाहिँ केही कुराहरू गर्नुपर्दछ। यतिकै हामीलाई कसैले भन्दछ आजको दिनदेखि तिमी अगमवक्ता भयो, आजको दिनदेखि तिमी पास्टर भयो, आजको दिनदेखि तिमी यो भयो। हामी त्यो कुराहरूमा परमेश्वरको दासको मुखबाट हामी सुन्दछौँ, लेकिन त्यसलाई चाहिँ लिएर हामी कहाँ जाँदछौँ? त्यसलाई लिएर हामी फुटानी गर्दछौँ या आजको दिनमा मलाई यस्तो भनेको छ, आजको दिनदेखि म काम गर्न सुरु गर्दछु। हाम्रो जीवनमा यही नै सबैभन्दा ठुलो भुल छ। हामी हेर्दछौँ जब एलियालाई किन बोलाएको छ, परमेश्वरले एलियालाई किन चुनेको त थाहा छ? किनभने परमेश्वरलाई थाहा थियो मेरो लोकहरू भट्केको छ, मेरो लोकहरू अन्य जातिको मूर्तिहरूमा फसेको छ। एलियालाई परमेश्वरले यतिकै बोलाउनु भएको होइन। एलियाको जीवनमा केही कुराहरू थियो जसलाई देखेर परमेश्वरले बोलावट गर्नुभएको छ एलिया। हामी हेर्दछौँ एलियाको जीवनमा, हामी हेर्दछौँ सबैभन्दा मेन प्रोफेट कोही छ भने बाइबलमा एलिया छ। एलिया जस्तो कोही छैन। हामीले जब नयाँ नियममा हेर्दछौँ, जब यीशु प्रार्थना गर्न गइरहेको थियो, जब तिनीहरू प्रार्थना गर्दै त्यहाँ दुईजना व्यक्ति आएको, को आएको छ? एकजना एलिया, अर्को मोसा आएको छ। हामी हेर्दछौँ सबै जति पनि भविष्यवक्ता छ नि त्यसलाई प्रेजेन्ट कसले गर्दछ थाहा छ? एलियाले गर्दछ। एलिया जस्तो भविष्यवाणी गर्नेवाला आजसम्म यो बाइबलमा कहीँ छैन। जब मैले अस्ति स्टेटसमा हेरिरहेको थिएँ, जब अस्ति मैले धेरै स्टेटसमा मेरो फेसबुकमा पनि मैले हेरिरहेको थिएँ, एलियालाई एउटा नाम दिएको छ। के दिएको छ त? सुपरनेचरल एलिया। के गरे? सुपरनेचरल एलिया। सुपरनेचरल एलिया होइन,
आजको दिनमा म बताउनेछु उसको पछाडि यस्तो के कुराहरू थियो जसले गर्दा उसलाई सुपरनेचरल भन्दछ, जसको आज हामी प्रचार गर्दछौँ, जसको कुराहरू लिएर हामी आजको दिनमा मनुष्यलाई भन्दछौँ एलियाले चाहिँ यस्तो काम गरेको थियो। के गरेको थियो थाहा छ? आजको दिनमा हामीले खोल्नेछौँ, आजको दिनमा हामीले हेर्नेछौँ। पहिलो राजा हामीले 18 अध्याय हामी हेर्दछौँ। एलिया एउटा परदेशी थियो। जब परमेश्वरले उसलाई बोलाएको छ नि, उसको रूप रङ हेरेर बोलाएको छैन। परमेश्वरले उसलाई उसको ज्ञान बुद्धिले हेरेर बोलाएको छैन। परमेश्वरले उसको लम्बाइ हेरेर बोलाएको छैन। परमेश्वरले उसलाई खालि ए सबैजना राम्रो छ, लेकिन यो मान्छे त धेरै राम्रो छ, हेर्नुमा पनि राम्रो छ, सबै कुरा राम्रो छ भनेर उसलाई चुनेर बोलाएको होइन। यहाँ एउटा काम गर्नुलाई बोलाएको हो। मैले जब यो एलियाको बारेमा जब मैले पढिरहेको थिएँ, जब यो एलियाको बारेमा जब म मनन गरिरहेको थिएँ, परमेश्वरले मलाई केही कुराहरू देखाउनु भएको छ एलियाको जीवनमा। एलियालाई परमेश्वरले किन चुन्नु भएको थाहा छ? एलियाले सबभन्दा पहिला जब आहाबको अगाडि गएको छ, उसले एउटा कुरा भनेको छ, म परमेश्वरको उपस्थितिमा उभिँदछु। कसलाई परमेश्वरले चुन्दछ अरे? कसलाई बोलाउँदछ? जो परमेश्वरको उपस्थितिमा बस्दछ। हामी हेर्दछौँ आजको बोलावट कसलाई थाहा छ? कसलाई छ? जसलाई उसले मन पर्दछ, जो उस नबीको नजरमा जसलाई राम्रो देख्दछ उसको बोलावट हुँदछ। लेकिन हाम्रो बाइबलले त्यसलाई भ्रष्ट पार्दछ, त्यसलाई मान्दैन। यहाँ हामी हेर्दछौँ परमेश्वरले एलियालाई किन चुनेको थाहा छ? किनभने ऊ सर्वप्रथम बाइबलले भन्दछ ऊ परमेश्वरको उपस्थिति थाहा छ। किनभने त्यहाँ लेखेको छ म परमेश्वरको उपस्थितिमा बस्दछु। जो परमेश्वरको उपस्थितिमा बस्दछ नि, परमेश्वरले त्यसको कानमा केही कुराहरू भन्दछ, जा त्यहाँ गएर। हामी परमेश्वरको उपस्थिति मात्र अहिले जिन्दगीमा बसेका छौँ। प्रार्थना त हाम्रो जीवनमा 5 मिनटभन्दा बेसी त छँदै छैन। बाइबल त हामीले थाहा हप्ताभरिमा त हामीले बाइबल त खोलेकै हुन्न। कोही बेला यही गिर्जामा आएर कोही बेला खुल्छ होला हामीले बाइबल। हामीले उपास त हामीले राख्दैनौँ होला। अनि यस्ता मनुष्यहरूले के गर्दछ थाहा छ? भविष्यवाणी गर्दछ। यस्ता मनुष्यहरूले के गर्दछ थाहा छ? यस्ता मनुष्यहरूले त्यो कामहरू गर्न खोज्दछ जो चाहिँ गएर पछि गएर चरणमा गएर जो मनुष्य बस्दछ नि, परमेश्वरले त्यो मनुष्यलाई बोलावट गर्दछ, परमेश्वरले त्यो मनुष्यलाई चलाउँदछ। यतिकै कोही मनुष्यलाई चलाउँदैन। हाम्रो जीवनमा अगर कसैले प्रभुले गरेको छ भने मलाई खुद थाहा छ मैले कति प्रार्थना गर्छु, मलाई खुद थाहा छ कि म कति वचन पढ्दछु, मलाई खुद थाहा छ मैले अर्कोको लागि कति प्रार्थना गर्दछु, मलाई खुद थाहा छ म कति घुट्नमा जाँदछु, मलाई खुद थाहा छ मैले कति अरूको बुराई गर्दछु, मलाई खुद थाहा छ मैले देखेको कुराहरूलाई पनि अनदेखा गर्दछु। यहाँ हामी हेर्दछौँ एलिया नबी जब परमेश्वरको उपस्थितिमा बसेको थियो नि, परमेश्वरले त्यो व्यक्तिलाई चुनेको छ। के को लागि चुनेको थाहा छ? यो व्यक्तिको लागि इजरायलीहरू भट्किएका थिए, इजरायलीहरू परमेश्वरदेखि टाढा भएको थिए। जब एलिया आएको छ, जब तिनीहरूको माझमा आएको छ, त्यहाँ एलियाले एउटा भविष्यवाणी गरेको छ, मैले भने बिगार 3.5 वर्ष पानी पर्दैन। किन? त्यो वचनमा यति शक्ति थियो थाहा छ? किनभने त्यो परमेश्वरको उपस्थितिमा बस्यो। यहाँ मैले आजको दिनमा केही यस्ता इम्पोर्टेन्ट कुराहरू लिएर आएको छु। परमेश्वरले जब एलियालाई त्यहाँ लिएर गएको थियो, जब ऊ परमेश्वरको चरणमा गएको थियो, जब उसले भविष्यवाणी गरेको छ, जब हामी हेर्दछौँ जब त्यो भविष्यवाणी पुरा भएको छ, त्यो भविष्यवाणी पुरा हुनुभन्दा अघि एलियाले एउटा कुरा भनेको छ। आजको दिनमा हामी त्यो कुरा पढ्नेछौँ। आजको दिनमा हामीले एउटा कुराहरू पढ्नेछौँ। पहिला राजा हामीले 18 को हामीले 36 खालि पढ्नेछौँ। आज 36 मा त्यहाँ के लेखेको थाहा छ? जब एलियाले
जब त्यो भविष्यवाणीलाई गरेको छ त्यहाँ भनेको छ अब्राहम इसाक अनि इस्राएलका परमेश्वर यो वचन तपाईले पूरा पनि नगर्नु भएको थाहा छ किनभने यो वचन तपाईले मलाई भन्नु भएको छ कसले भनेको छ परमेश्वर स्वयंले एलियालाई भनेको छ अनि त्यहाँ एउटा कुरा के भनेको थाहा छ म तपाईको दास एलियाले त्यहाँ भनेको छैन म हुँ मैले गरेको हो यत्रो ठुलो आगो कसले गिराएको थाहा छ म हुँ भनेको छैन त्यहाँ एउटा कुरा भनेको छ म तपाईको दास दासको अर्थ के हो थाहा छ दास भनेको के हो हामी हेर्दछौँ जब कोही व्यक्तिलाई अभिषेक गर्दछ त्यसको नाउँको अगाडि एउटा लेख्नेछ आजदेखि यो परमेश्वरको के हो मालिक भनेको छ लेकिन अहिले हामी हेर्दछौँ त्यो दास अहिले मालिक भएको छ किन थाहा छ किनभने ऊ परमेश्वरको ऊ परमेश्वरले त छानेकै होइन जब ऊ परमेश्वरले छानेको हो भने ऊ परमेश्वरको उपस्थितिमा गएर भन्दछ परमेश्वर अब मैले के काम गर्नु पर्दछ अब मैले के गर्नु पर्दछ ऊ परमेश्वरको उपस्थितिमा जाँदछ हामी हेर्दछौँ यो काम गर्न भन्दा अघि एलियाले एउटा कुरा भनेको छ म तपाईको दास भनेको छ दास भनेको त्यो अर्थ हो जसको आफ्नो इच्छै हुँदैन दास त्यसलाई भन्दछ जसले आफ्नो खुसीले केही गर्न सक्दैन जस जे पनि गर्दछ नि उसले मालिकको आज्ञाद्वारा गर्दछ दास त्यसलाई भन्दछ यहाँ एलियाले भन्दछ म तपाईको दास मैले जब यो पढिरहेको थिएँ परमेश्वर तपाईले एलियालाई किन त्यहाँ पठाउनु भएको तपाईले किन एलियालाई त्यहाँ रोज्नु भएको किन तपाईले त्यहाँ लिएर पनि अचम्मको काम गर्नु भएको अचम्मको काम गर्ने सुपरनेचर एलिया होइन सुपरनेचर उसले उसको चरणमा जानु हो जब ऊ परमेश्वरको चरणमा गएको छ नि परमेश्वरले उसलाई मामुली मनुष्यदेखि सुपरनेचर मनुष्य बनाएको छ हामी एलिया त हुन खोज्दछौँ लेकिन हामी परमेश्वरको चरणमा कहिले जान सक्दैनौँ हामी आफैलाई उदाउँछौँ मैले गरेको म हुँ मलाई गर आज उसलाई कसैले एउटा व्यक्तिले अचम्मको काम गरेछ भने आज उसलाई तपाईँले आदर नगर्नुहोस् त हजुरको बारेमा गलत भविष्यवाणी गरेर जाँदछ यो मेरो जीवनको अनुभव हो जब हामी कसैले वचनदेखि उल्टा प्रचार गर्दछ हामी त्यो वचनको विरोध गर्दछौँ उसलाई ठेस लाग्दछ उसले कहिले पनि त्यो वचनलाई गएर पढ्दैन यो वचन सही हो कि गलत हो भनेर किनभने ऊ परमेश्वरको चरणमा जाँदैन यहाँ जब मैले पढिरहेको थिएँ यहाँ उसले यो भन्दछ कि तपाईले यो काम यसै कारण गर्नुहोस् ताकि यो व्यक्तिहरू के भएको होस् तपाईपट्टि फेरि फर्केको होस् त्यो अचम्मको काम त्यो आगो जो गिरिएको थियो उसले आफैलाई उठाउनको लागि होइन त्यहाँ उसले जानेको थियो यो कामले अब एउटै काम हुँदछ जो इजरायलीहरू परमेश्वरदेखि टाढा भएको छ अब यो कामले गर्दा अब परमेश्वरको पछाडि आउँदछ त्यहाँ भन्दछ यसैले जान्न सकोस् कि इजरायलमा चाहिँ एउटै परमेश्वर छ उसले आफैलाई होइन उसले अब परमेश्वरलाई प्रेजेन्ट गरेको छ जो परमेश्वरले जसलाई बुलावट गर्दछ नि परमेश्वरले जसलाई चुन्दछ नि त्यो व्यक्तिको सबभन्दा पहिला इच्छा यो हुँदछ उसले परमेश्वरको नामलाई चाहिँ माथि राखेको हुँदछ उसको जीवनमा हामीले एउटै कुरा देख्न सक्दछौँ उसले कहिले पनि आफूलाई प्रकट गर्दैन अगाडि म हुँ कहिले पनि भन्दैन जसले भन्दछ मैले गर्छु यो म हुँ भनेर भन्दछ नि हामीले 101% हामीले थाहा गर्नुपर्दछ यो परमेश्वर तर्फको बुलावट हदै होइन यहाँ हामीले हेर्दछौँ एलिया यस्तो व्यक्ति थियो जसको घरबारी थिएन यहाँ हामीले पढ्दछौँ राम्रोसँग हजुरले एलियाको कहानीलाई पढ्नु ऊ परदेशी थियो उसको आफ्नो बस्ने ठाउँै थिएन लेकिन परमेश्वर त्यो व्यक्तिलाई किन चुनेको छ किनभने ऊ परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति के हामी परमेश्वरको कामलाई गर्न चाहन्छौँ परमेश्वरको त्यस वरदानलाई हामीले बोकेर हिँड्न चाहन्छौँ परमेश्वरले हाम्रो मुखबाट भएर हामीले जे बोल्दछौँ परमेश्वरको आवाज त्यसमा भएर हामीले काम गर्न चाहन्छौँ अगर हामीले चाहन्छौँ भने सबभन्दा पहिला कुरा हामीले गर्नुपर्दछ हामी परमेश्वरको उपस्थितिमा बस्नु पर्दछ
बिना परमेश्वरको उपस्थितिमा मनुष्य बस्ने मनुष्यहरूको कहिले पनि बोलावट हुन सक्दैन। त्यो बोलावट मनुष्यको हुनेछ। त्यो बोलावट कहिले पनि